हेलो एभ्रिवान, कम टु माई न्यू पारस भन्दै भ्लग। आज पनि फेरि आइसक्यो भिडियो लिएर हैन। के कस्तो अवस्थामा हुनुहुन्छ साथीहरू? योभन्दा अगाडि मैले एउटा भिडियो पनि बनाएको थिएँ हैन। हेर्न त हेर्नु भएको थियो, थोरैजनाले हेर्नु भएको थियो, लाइक चाहिँ गर्नु भएको छैन, हल्का हल्का थोरै थोरै लाइक गर्नु भएको छ। प्लिज यार, त्यो हेरिसकेपछि लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नुपर्छ नि यार। कमेन्ट नगरे पनि लाइक त गर्नुपर्छ हैन। अनि त्यसमा अनि सब्सक्राइब पनि गर्नु होला। तपाईँहरूले त्यति काम गरिदिनु भएन भने फेरि मलाई फेरि भिडियो बनाउनु जोस लाग्दैन। तपाईँहरू जति लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुहुन्छ नि त्यति नै मलाई भिडियो बनाउनु जाँदा उत्सुकता आउँछ हैन। त्यही भएर चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला नभुलिकन। अनि मेरो युट्युब च्यानल चाहिँ माथि छ, पारस भन्दाखेरि छ हैन। माथि पारस भन्दाखेरि छ मेरो युट्युब च्यानल चाहिँ। सबैजनाले लाइक कमेन्ट गर्नु होला, हेरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। यो तल तराईतिर चाहिँ हैन एकदम धेरै उ भएको छ क्या। आज चाहिँ किन घाम नै लागेको छैन कि बिहानबाट नै हैन। ओदाएर भइहाल्छ, पानी पर्ला जस्तो गरिरहेको छ। सायद पानी पर्छ होला, त्यही भएर चाहिँ गाइस मैले हल्का अस्ति भइले खाना गएको होइन, रुगा लाग्यो, खुकी लागेको छ मलाई। त्यो अझै ठिक भएको छैन, अस्ति हस्पिटल गएको थियो, भदै भएन होइन। त्यही भएर चाहिँ सो गाइस होइन, अब त्यही हो यार। तपाईँहरूको लागि झन् यति नयाँ नयाँ न्यू भिडियो बनाएर ल्याउँछु यार। लाइक कमेन्ट सेयर सब्सक्राइब भन्ने गर्ने चाहिँ होइन होइन। मलाई मनै पर्न गाइस यार। लाइक कमेन्ट सेयर त गर्नु पऱ्यो त यार। कसम लाइक कमेन्ट सेयर नगर्नु भने म तपाईँहरूको भिडियो टिकटक हुन्छ नि, जे हुन्छ नि, कसम लाइक कमेन्ट सेयर गर्दै गर्नु। जसले हेर्छ नि त्यो हेर्नेको झन् म झन् केही पनि गर्दिनँ। त्यही हो गाइस, हेर्नु होला, लाइक कमेन्ट सेयर गर्नु होला। आफ्नो हातमा आएको भिडियोलाई लाइक कमेन्ट गर्नुहुन्न। मैले यति भने पनि तपाईँले त्यति लाइक गर्न सक्नुहुन्न। त्यति लाइक गर्नुहुन्न भने कसम मैले पनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्दिनँ। फेरि म त्यस्तो मान्छे हुँ नि फेरि। त्यही भएर चाहिँ लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सेयर गर्नु होला, अनि सब्सक्राइब पनि गर्नु होला। अनि त्यही हो गाइस, यति दुःख लाग्छ के गर्नु यार। अब त्यसपछि हेर्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्ड। यतातिरको भ्यू पनि देख्नुभयो होला सायद। पुरा अँध्यारो गरेको छ होइन, पानी पर्ला जस्तो गरेको छ। घाम नै लागेको छैन आजसम्म। बिहानबाट नलागेको घाम हो होइन, अहिलेसम्म घाम पनि लागेको छैन। सो भ्यू चाहिँ एकदम दामी छ होइन, भ्यू एकदम दामी छ भ्यू। के गर्नु गाइस यार, त्यही हो। लाइक के चाहिँ अर्को भिडियोमा होइन। सो गाइस ओके बाई।